लास्ट टाइम चाहिँ हामीले चाहिँ कार्टेसियन सब टेन्जेन्ट सब नर्मल एन्ड लेन्थ अफ टेन्जेन्ट एन्ड नर्मल गरेका थियौँ र चाहिँ के चाहिँ निकालेको थियो भने यहीँ माथि निकाल्यो, यहीँ माथि नै छ। सब टेन्जेन्ट भनेको चाहिँ लेन्थ अफ सब टेन्जेन्ट भनेको चाहिँ वाइ का मुनि वाइ प्राइम र लेन्थ अफ सब नर्मल भनेको चाहिँ वाइ प्राइम हुन्छ भनेर प्रुभ पनि गरे हो, निकाले हो है। लेन्थ अफ सब टेन्जेन्ट भनेको कति हुन्छ अरे, यो एकचोटि सम्झिनुपर्छ। लेन्थ अफ सब टेन्जेन्ट टिएनजिइएनटी भनेको चाहिँ वाइ का मुनि वाइ प्राइम है। लेन्थ अफ सब नर्मल भनेको चाहिँ बिएनओआरएमएल भनेको चाहिँ वाइ प्राइम हुन्छ भनेर चाहिँ निकालेका थियौँ। आज चाहिँ सानो एउटा न्युमेरिकल गरौँ नि त, यो चाहिँ इक्जाममा नि आउँछ कता कता जस्तो लाग्छ मलाई। सो द्याट न्युमेरिकल है एउटा म चाहिँ यो पेन छ ल, यो न्युमेरिकल है। अब तेस्रो दोस्रो नम्बर कति नै होला नि न्युमेरिकल। so that SHOW so that THAT so that for the curve CURVE BY स्क्वायर भन्ने चाहिँ x प्लस a को होल क्यूब को चाहिँ होल क्यूबको लागि द स्क्वायर अफ सब टेन्जेन्ट भेराइजेस सब नर्मल द स्क्वायर अफ सब टेन्जेन्ट SQUAR स्क्वायर अफ सब टेन्जेन्ट SUBTANGENT भेराइजेस VARIES भेराइजेस सब नर्मल VNORML। यो चाहिँ एउटा न्युमेरिकल रहेछ। भन्न खोजेको चाहिँ यो कर्वको लागि BY स्क्वायर इक्वल x प्लस a को होल क्यूबको लागि चाहिँ सब टेन्जेन्टको स्क्वायर भेराइ हुँदा चाहिँ सब नर्मल पनि भेराइ हुन्छ। त्यही अनुसार चाहिँ त्यो नि सब टेन्जेन्टको स्क्वायरको भेरिएसन सहित भयो भने सब नर्मलको नि भेरिएसन हुन्छ भनेर सोध्या, अथवा यस्तो सोध्या हो सब टेन्जेन्टको स्क्वायर टी को चाहिँ स्क्वायर भनेको चाहिँ सब नर्मल हो भन्नुको मतलब सब टेन्जेन्टको स्क्वायर भेरिएसन हुँदा चाहिँ सब नर्मल नि भेराइ हुन्छ भनेर भन्नुको मतलब त यही त हो नि त हैन र। सो ल हेरौँ है त सोल्युसन हेरौँ है त सोल्युसन। यो दिएको कर्व चाहिँ के छ, द गिवन कर्व इज के छ BY स्क्वायर भन्ने चाहिँ x प्लस a को होल क्यूब हैन, x प्लस a को चाहिँ होल क्यूब हो। यसलाई उ गरौँ, यसलाई इक्वेसन 1 भनौँ। डिफरेन्शिएटिङ इक्वेसन 1 विथ रेस्पेक्ट टु x ओके। DIFF डिफरेन्शिएटिङ DING इक्वेसन 1 विथ रेस्पेक्ट, किनभने मलाई चाहिँ सब टेन्जेन्ट सब नर्मल निकाल्न त फर्स्ट डेरिभेटिभ त चाहियो विथ रेस्पेक्ट टु भइसक्यो x वी गेट t ओके। b भने त कन्स्ट्यान्ट हो, b भने कन्स्ट्यान्ट बाहिर आयो। y स्क्वायरको डेरिभेटिभ 2y डट dy का मुनि dx भनेपछि x प्लस a को होल क्यूबको डेरिभेटिभ भने चाहिँ चेन रुल लगाउँदा चाहिँ पहिला पावर रुल चेन रुल भयो, अनि पावर रुल लगाउँदा 3 इन्टु x प्लस a को चाहिँ होल स्क्वायर भयो इन्टु अब x को डेरिभेटिभ भने चाहिँ 1 भयो, a को कन्स्ट्यान्टको डेरिभेटिभ चाहिँ 0 भयो हो। भनिसकेपछि के हुँदो रहेछ भने दियरफोर लेख्दिउँ सिधै dy का मुनि dx भनेको चाहिँ कति भयो भने इक्वल टु 3 इन्टु x प्लस a को चाहिँ होल स्क्वायर का मुनि 2b भयो हो। यही त आयो नि त हैन र है। भने अब लेन्थ अफ सब टेन्जेन्ट भनेको कति, लेन्थ अफ सब टेन्जेन्ट भनेको चाहिँ y का मुनि y1 हो। लेन्थ अफ सब टेन्जेन्ट LENGTH अफ सब टेन्जेन्ट SUBTANGENT भनेको चाहिँ के y का मुनि y1 हो। लेन्थ अफ सब नर्मल भनेको चाहिँ LENGTH, लेन्थ अफ सब नर्मल भनेको VNORML भनेको चाहिँ y1। अब चाहिँ के निकाल्न पर्ने छ, अब सब टेन्जेन्टको स्क्वायर र सब नर्मल चाहिँ यही त निकाल्न पर्ने हो नि त। सब टेन्जेन्टको स्क्वायर चाहिँ भेरिए हुँदा चाहिँ सब नर्मल पनि भेराइ हुन्छ भनेपछि यही नै यतापट्टि लेखौँ, उतापट्टि राइट लेफ्ट ह्यान्ड साइडमा यही लेखौँ, राइट ह्यान्ड साइडमा के आउँछ लेखौँला नि त। SUBTANGENT को चाहिँ को स्क्वायर भनेको चाहिँ अब सब नर्मल भनेको कति हुन्छ, सब टेन्जेन्टको स्क्वायर सब टेन्जेन्ट भन्नाले कति छ यो y का मुनि y1 भनेर लेखेको छु है म चाहिँ y का मुनि y1 को चाहिँ होल स्क्वायर इन्टु सब नर्मल भन्ने चाहिँ कति भयो y1 भयो हो। भनिसकेपछि यहाँ चाहिँ कति हुने भयो त, अब यहाँ चाहिँ कति हुन्छ भन्दा y1 को स्क्वायर भयो हैन, y को स्क्वायर का मुनि y1 को स्क्वायर भयो। अब चाहिँ भनेपछि कति भयो y का काटियो भनेपछि एउटा y काटियो, यस्तो त हो नि त हैन।
यो भनिसकेपछि यो चाहिँ रेसिप्रोकल भएर जान्छ भनिसकेपछि y को स्क्वायरका मुनि y को स्क्वायरका मुनि अब y इन्टु y1 स्क्वायरको इन्टु y1 होइन त यही त हो नि होइन त म धेरै लेखेँ मैले सिधै लेखिदिँदा नि हुन्थ्यो y काटियो भनेपछि y का मुनि y1 को चाहिँ होल क्युब y का मुनि y1 को होल क्युब है यो y का मुनि फर्स्ट डेरिभेटिभ भन्नाले कति y1 यो भने त y1 हो नि त होइन ल इक्वल टु y1 हो भनेपछि फर्स्ट डेरिभेटिभको भनेपछि यहाँ चाहिँ कति भयो y1 को होल क्युब भनेपछि y का मुनि y1 को होल क्युब भनेपछि यति हुन्छ अब 3 x प्लस a को चाहिँ होल स्क्वायर x प्लस a को चाहिँ होल स्क्वायरका मुनि 2by को चाहिँ होल क्युब हो नि त होइन र यति भनेको त है यताबाट थोरै सरौँ भयो है इक्वल टु यो भने त इक्वल टु अब यसलाई सिम्प्लिफाई गर्नु पर्यो हो सिम्प्लिफाई गर्नु पर्यो सिम्प्लिफाई गरेर माथि लाँदा चाहिँ कति हुन्छ भन्दा एकैचोटि सिम्प्लिफाई गरेर सिधै माथि लग्दा कति हुन्छ भने 2 को क्युब 8 b को क्युब b क्युब y को क्युब y क्युब भनेपछि यहाँ चाहिँ यो y को क्युब र यो y को उले चाहिँ y टु द पावर कति हुन्छ 4 होला है 8 b क्युब y टु द पावर 4 किनभने y को क्युब र y गर्दा y टु द पावर 4 अब 3 को क्युब 27 यो भनेपछि x प्लस a को होल स्क्वायरको पावर 3 भनेपछि x प्लस a टु द पावर होल 6 हैन किनभने अब a को स्क्वायरको चाहिँ सरी a स्क्वायरको चाहिँ पावर 3 भने चाहिँ a टु द पावर 6 हुन्छ हैन ल यो सानो कक्षा बच्चा हामीले पढ्थ्यौं है म्याथ है त्यही त भयो नि त है अब यो भने चाहिँ x प्लस a को चाहिँ होल 6 भनेको चाहिँ कति हुन्छ ल हेरौँ त x यो अब by स्क्वायर भने चाहिँ x प्लस a को चाहिँ होल क्युब छ भने दुवैतिर पावर 2 ले रेज गरौँ भनेपछि कति हुन्छ b स्क्वायर y टु द पावर 4 भने चाहिँ कति भयो x प्लस a को चाहिँ होल 6 हो भनेपछि x प्लस a को होल 6 लाई चाहिँ b स्क्वायर y टु द पावर 4 ले रिप्लेस गर्न पाइँदो रहेछ है भनेपछि 8 b क्युब y 4 का मुनि अब 27 यो यसलाई केले रिप्लेस गर्नु पर्यो b स्क्वायर y टु द पावर 4 ले रिप्लेस गर्न पाइयो भनेपछि y टु द पावर 4 सेम भ्यालु छ काटिएला भनेपछि 8b का मुनि 27 हो यति मात्र आउँदो रहेछ है अब देयरफोर 8b का मुनि 27 देयरफोर सबटेन्जेन्ट भनेको चाहिँ के यो 8 नि कन्स्ट्यान्ट b पनि कन्स्ट्यान्ट हो 27 नि कन्स्ट्यान्ट हो हामीले चाहिँ यो कर्व कस्तो हुन्छ भनेर हेरेकै छैनौँ यसलाई चाहिँ ट्रेस नै गर्नुपर्छ यो चाहिँ कर्व ट्रेसिङको पार्ट हो tangent को चाहिँ होल स्क्वायर भनेको चाहिँ इक्वल टु 8b का मुनि 27 टाइम्स सब नर्मल हो नि त देयरफोर अब हामीले के लेख्न सकिन्छ भन्दा चाहिँ अरु है यो चाहिँ कता कता के भएको छ यो म पेन्टामा यो यसमा लेख्ने खासै बानी छैन त्यही भएर कता कता के लेखे चाहिँ थाहा नै छैन हैन अब कपीमा त राम्रोसँग म्याथमेटिक्स मिलाइन्थ्यो तर यहाँ चाहिँ के भइरहेछ मलाई आफैले थाहा छैन अन्दाजुन्दा लेखे जस्तो भइरहेछ सबटेन्जेन्टको होल स्क्वायर भनेपछि सब नर्मल सँगै भेराइ हुन्छ भने देखिन्छ किनभने 8b/27 भनेको कन्स्ट्यान्ट हो है सब नर्मल which shows that for the curve which shows that curve के देखाउँछ रे which shows that for the curve by स्क्वायर इक्वल टु x प्लस a को पावर होल क्युब को लागि चाहिँ the subtangent which shows that for the curve by स्क्वायर इक्वल टु x प्लस a को होल क्युब को लागि the square of the subtangent varies सब नर्मल भनेर लेख्नु पर्यो यति चाहिँ भयो ओके हाम्रो साइड कार्टेसियन सबटेन्जेन्ट सब नर्मल र लेन्थ अफ टेन्जेन्ट इन नर्मलमा यति नै हो ल एउटा चाहिँ मैले क्वेशन चाहिँ आइस कि हजुरले आफै ट्राई गर्नु हैन एउटा क्वेशन चाहिँ मैले लेखिदिएँ 2 नम्बर है यसको क्वेशन चाहिँ कस्तो छ भने सो दैट फर एनी कर्व जुनसुकै कर्वको लागि w दैट टी फर एनी कर्व आफै ट्राई गर्नु यो हुन्छ आरामले हुन्छ CURV जुनसुकै कर्वको लागि पनि सबटेन्जेन्ट एन्टी सबटेन्जेन्ट ओभर सब नर्मल भनेको चाहिँ सरी सब नर्मल ओभर सबटेन्जेन्ट सब नर्मल एनओआर ओभर सबटेन्जेन्ट भनेको के हुन्छ भन्दा TANGENT भनेको चाहिँ सब नर्मल ओभर सबटेन्जेन्ट भनेको चाहिँ लेन्थ अफ नर्मल ओभर लेन्थ अफ टेन्जेन्टको चाहिँ होल स्क्वायर हुन्छ अथवा लेन्थ अफ नर्मल लेन्थ NGT अफ नर्मल अफ NORMAL ओभर लेन्थ अफ टेन्जेन्टको चाहिँ होल स्क्वायर
अलि एनजिटिएच अफ टेन्जेन्ट टिएनजिइएनटी लेन्थ अफ टेन्जेन्टको चाहिँ होल स्क्वायर हुन्छ। यो चाहिँ आफै प्रुभ गर्ने ल। ओके थ्याङ्क यू। आजको लागि यति नै गरौँ। अनि हाम्रो सायद सब कार्टेसियन सब टेन्जेन्ट सब नर्मल लेन्थ अफ टेन्जेन्टले नर्मलमा यति थ्योरी जान्नु पऱ्यो। अनि यी कुरा हिसाबहरू त जान्नै पऱ्यो, किनभने यो हाम्रो चाहिँ थ्योरी बेस्ड हो, न्युमेरिकल बेस्ड चाहिँ होइन है। मलाई चाहिँ सरले के भन्नुहुन्थ्यो भने थ्योरी चाहिँ राम्रोसँग पनि न्युमेरिकल चाहिँ हिसाब गर्न जान्ने होइन कि हिसाब उमै गर्ने हो, लोजिक लगाउने, हिसाब घोक्ने चाहिँ होइन भनेर भन्नुहुन्थ्यो सरले। चाहिँ थ्योरी लेखेपछि अब सब नर्मल सब टेन्जेन्ट के निकाल्न पर्ने हो ऊ गर्ने, अब आफै विचार गर्ने, थोरै थिङ्क गर्ने। थ्याङ्क यू।